के तपाईँहरू एउटा यस्तो खाले ठाउँमा जानु भएको छ, तपाईँ गाडी कुदाउनु भइरहेको छ अनि एउटा ठाउँमा आइपुगेर तपाईँले बाटो बिर्सिनु भयो, कुन चाहिँ बाटो जानु त्यहाँनिर नेटवर्क पनि छैन होइन, तपाईँ अल्लमल्ल पर्नु भयो, तपाईँको म्यापले काम गर्नु छोड्यो अथवा म्यापले देखाएको बाटोमा तपाईँ त्यो बाटोमा जानै सक्नुहुन्न, म्यापमा त्यो बाटै एक्जेस्ट गर्दैन। जब हामी एउटा मिसनरी ट्रिपबाट फर्किँदै थियौँ बुद्ध गयादेखिको, हामी कटिहारमा मेरो एकजना मिनिस्ट्री गर्ने एकजना साथी थियो, सो उहाँको घरमा हामी बास बस्नुको लागि हामी जाँदै थियौँ कटिहार बिहारमा। सो त्यतिखेर जब हामी कटिहारको उसले भनेको ठाउँमा हामी गुगलमा लोकेट गरेर जाँदै थियौँ, हामी यस्तो खाले ठाउँमा आइपुग्यौँ, त्यो रेलको लिकको मुनिपट्टि क्या, त्यहाँनिर चाहिँ पुरा पानी जाम्मिएको अनि गाडी छिर्नु नसक्ने अवस्थामा पुग्यो। अनि त्यो बाटो छिर्नु नसक्दा कहीँ विकल्पै याद भएन। ऊ पनि खासमा साउथ इन्डियाको, त्यहाँ मिसन पर्पोजले त्यहाँ बसेको, उसलाई पनि त्यस्तो डरलाग्दो थाहा छैन रहेछ। अनि राति 11 बजिसक्यो, कहाँ जानु के गर्नु अल्लमल्ल पर्यौँ क्या। र हामी त्यस ठाउँमा कसरी पुग्यौँ हामीलाई मात्रै थाहा छ त्यति बेला। सायद तपाईँको जीवनमा पनि त्यस्तै खाले अल्लमल्ल पर्ने स्थिति भइरहेको होला कतिवटा ठाउँमा, जहाँनिर तपाईँले निर्णय लिनु सक्नु भएको छैन, तपाईँमा दो बाटोको अवस्था आइरहेको छ, तपाईँको ऋतु परिवर्तनको समय आइरहेको छ अनि तपाईँले निर्णय लिनै सक्नु भइरहेको छैन। अनि विगत दिनमा तपाईँले यो दो बाटोमा तपाईँ एउटा बाटो गएको कारणले गर्दा तपाईँ त्यसमा धोका खानुभयो अनि आजको दिनमा तपाईँलाई स्टेप लिनु नै डर लागिरहेको छ। तर म तपाईँलाई यो कुरा भन्न चाहन्छु, यो दो बाटोको यात्रामा तपाईँ एक्लै हुनुहुन्न। आमेन। तपाईँ अनि हामीसँग परमेश्वरले उहाँको आत्मा खनाइदिनु भएको छ। जुन चाहिँ आत्मा हामीसँग छ त्यही आत्मा उत्पत्तिमा त्यस समयमा संसारलाई सृजना गरिरहेको थियो परमेश्वर पितासँग। त्यही आत्मा जसले प्रेरितहरूको जीवनमा पवित्र आत्मा भरेर त्यहाँनिर ओखाइ पोखाइ त्यहाँनिर अप्पर रुममा त्यहाँनिर परमेश्वरको ठुलो कार्य गरिरहेको थियो। हामीसँग त्यही आत्मा छ जसले यीशु ख्रीष्टलाई मरेकोबाट बौरी उठायो। हालेलुया हालेलुया। हामीसँग परमेश्वरको आत्मा छ। उहाँ काउन्सिलर हुनुहुन्छ भनेर हामी बुझेको छौँ, तर उहाँ काउन्सिलर चाहिँ कुनै कहाँ पैसा तिरेर काउन्सिलिङ लिनुपर्ने खाले काउन्सिलर होइन। उहाँलाई नेभिगेटर भनेर हामी चिन्छौँ, बाटो देखाउने भनेर, तर उहाँ गुगल म्याप जस्तो होइन, हामीलाई यता यता जा भनेर मात्र पोइन्टर मात्र हुनुहुन्न। उहाँले हामीलाई दिशा पनि देखाउनुहुन्छ, तर दिशा देखाउँदै गर्दा उहाँ हामीसँग उपस्थित पनि हुनुहुने परमेश्वर हुनुहुन्छ। जुन चाहिँ आत्मा हामीसँग छ त्यो आत्मा चाहिँ प्यासिभ खाले केही नगरिकन चुपो लागेर बसिरहने, यसले के गर्छ भने याद गरिरहने खाले आत्मा होइन, अनि पछिबाट तपाईँलाई टन्ट मार्ने खाले आत्मा होइन। परमेश्वर हामीलाई सदैव अगुवाई गर्नुहुने परमेश्वर हुनुहुन्छ। परमेश्वर हामीसँग दिन रात हामीसँग बोल्न चाहनुहुन्छ उहाँको आत्माद्वारा। उहाँ हाम्रो अगुवा हुनुहुन्छ, उहाँ हाम्रो गाइड हुनुहुन्छ।